सम्मानीय सभामुखज्यू, हामी 2082 जेठ 13 गतेदेखि निरन्तर अध्यागमन विभाग र भिजिट भिसा प्रकरणमा देखिएका व्यतिथि, भ्रष्टाचार, मानव तस्करीसम्मका विषयमा सदनमा निरन्तर आवाज उठायौँ, आन्दोलन गऱ्यौँ। आफ्नो रोजगारीको समस्याका कारण सम्मानजनक रोजगारीको उद्देश्य राखेर विदेश जाने नेपाली दिदीबहिनी दाजुभाइहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित अध्यागमन कार्यालय लगायतका सरकारी कार्यालयहरूमा गैर कानुनी रूपमा मिलोमतो गरी भिजिट भिसा मार्फत मानव तस्करी, बेचबिखन जस्ता गम्भीर आपराधिक घटनाहरू सार्वजनिक हुँदा हाम्रो देशको अन्तर्राष्ट्रिय छवि, कानुनी शासन, मानव अधिकारका क्षेत्रमा गम्भीर असर परेको हामीलाई लागेको छ। भुटानी शरणार्थी प्रकरणले निहुरिएको देशको शिर पुनः यो भिजिट भिसा र अध्यागमन प्रकरणले थप झुकेको महसुस हामीले गरेका छौँ। अध्यागमन र भिजिट भिसा प्रकरणमा संलग्न देखिएका सरकारी कर्मचारी, ट्राभल एजेन्सी, म्यान पावर कम्पनी, एयरलाइन्स, सङ्गठित अपराधमा संलग्न समूह र व्यक्तिहरू आदिबारे ठोस अध्ययन र छानबिन गरी सत्य तथ्य पत्ता लगाई दोषी उप कडा कानुनी कारबाही गर्न हामी सरकारसँग जोरदार माग गर्दछौँ। हाम्रो विरोध र आपत्ति कानुनी रूपमा भइरहेका भिजिट भिसाप्रति होइन, भिजिट भिसाको नाममा भएका गैर कानुनी, लज्जास्पद र मानव तस्करी सहितका भ्रष्टाचारजन्य र राष्ट्रकै शिर निहुराउने गलत हरकतका विरुद्ध हो भन्ने कुरा पनि हामी प्रश्न पार्न चाहन्छौँ। अख्तियारले केही कर्मचारीहरूलाई भिजिट भिसा प्रकरणमा सोधपुछ गरिरहेको विषयवस्तु पनि हामीले सुनेका छौँ। अहिलेको विषय अध्यागमनसँग सम्बन्धित मात्र कुरा होइन, भिजिट भिसामा देखिन सक्ने समग्र समस्याहरूको निराकरण हामीले गर्नुपर्नेछ। त्यसका लागि नीतिगत, कानुनी, संरचनागत लगायत कहाँ कसरी सुधार गर्न सकिन्छ तिनको गहिरो अध्ययन र छानबिन गरी बदमासी गर्नेलाई उचित कारबाही र अब आइन्दाको लागि सुझाव दिने गरी अध्ययनको लागि अध्ययन समिति बनाउन हामी जोरदार माग गर्दछौँ। संविधानमा हामीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र बनाएका छौँ। गणतन्त्र विरोधीहरूका प्रतिगामी र पक्षगमनकारी हरकतहरूका विरुद्ध हामी यो संविधानको रक्षा गर्ने सङ्घीय लोकतान्त्रिक गणतन्त्र पक्षधर शक्तिहरू बीच साझा मुद्दाहरूमा एकजुट भएर अहिले देशमा सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धिका लागि हामीले जिम्मेवार प्रतिपक्षको हिसाबले अगाडि बढ्ने अठोट लिएर जेठ 15 गते हामीले बजेट प्रस्तुतीकरणमा लागि पनि सहयोग गरेका थियौँ। त्यसरी नै हामी बीच विभिन्न समस्याहरूमा छलफल गर्ने, लैजाने विषयवस्तुहरू पनि हामी सोचिरहेका छौँ। यही आधारमा हामीले उठाएका अध्यागमन र भिजिट भिसाको जो समस्या छ यो राष्ट्रको समस्याको रूपमा आएको छ, आम जनताको समस्याको रूपमा आएको छ। यसलाई निराकरण गरेर अगाडि बढ्नु अहिले हामीहरूको मूल कर्तव्य भएको छ। त्यसैले हामीले अध्ययन गर्न, छानबिन समिति निर्माण गर्न र सँगसँगै यसको निराकरणका साथ जनतालाई विश्वासमा लिएर व्यवहारबाट अगाडि बढ्न आवश्यक छ। हाम्रा समितिहरू बन्ने तर तिनलाई व्यवहारमा लागू नहुने, तिनका सुझावहरू व्यवहारमा लागू नहुने विगतका परम्पराहरूलाई पनि हामीले तोडेर हामीले अझै व्यवस्थित तरिकाले व्यवहारमै लागू गरेर जनताबाट विश्वास लिन आवश्यक छ। यही कुरालाई मध्यनजर गरी हामीले यो जिम्मेवार प्रतिपक्षको हैसियतले संसदका आम जनताका समस्याहरू पनि अगाडि बढुन् र सँगसँगै हाम्रा जनताले भोग्नु परेका भिजिट भिसा लगायतका भ्रष्टाचारजन्य, मानव तस्करीजन्य समस्याहरू छन् तिनका हल हुन् भनेर हामी हाम्रो दल सँगसँगै नेपाल कम्युनिस्ट पार्टी, एकीकृत समाजवादी, आम जनता पार्टी, नेपाल समाजवादी पार्टी लगायतका विपक्षीहरूले सहमतिमा का साथ अगाडि बढ्ने कुरा गरेका छौँ। हामीले राखेका यी विषयवस्तुहरूलाई अवश्य पनि नेपाल सरकारले हामीलाई विश्वस्त हुने गरी व्यवहारमा पहिले सदनमा जवाफ दिनेछ,
त्यसपछि व्यवहारमा पनि त्यही अनुसारको गर्नेछ भन्ने विश्वास हामी व्यक्त गर्छौँ। यही आधारमा अब हामीले यो सदनलाई सुचारू गरेर जनताका समग्र समस्याहरूलाई अगाडि बढाउनुपर्छ भन्ने राखेका छौँ र हामीले एउटा सहमति गरेका छौँ। धन्यवाद।